द ब्याटल इज ओन्ली विथ योर सेल्फ। शुभ प्रभात। आजको दिन चाहिँ एकदम सफा छ। 16 मा उठ्ने बित्तिकै केही समय स्ट्रेचिङ गर्न थालेँ र स्ट्रेचिङ चाहिँ मैले फास्ट फरवर्ड गरेको छु। सो त्यसपछि मैले स्किपिङ गरेँ। स्किम पनि फास्ट फरवर्डै गरेको छु। भिडियो सर्ट बनाउनु पर्ने थियो, त्यही भएर। सो त्यसपछि केही समय मेडिटेसन गर्न बसेँ र मेडिटेसन गरिसकेपछि आज चाहिँ म घर जाँदैछु। बन्दको बेलामा यस्तो बन्दको दिन आज बिहान बिहानै बल्बु गएको गाडी पाइहाल्यो अनि घर गइहालेँ। त्यो चाहिँ घर जाँदाखेरि बाटोको भ्यूहरू चाहिँ एकदम दामी दामी थियो। सो म घर पुगिसकेको थिएँ र बाले चाहिँ यहाँ हार्पिन बजाउँदै हुनुहुन्छ। यो चाहिँ मेरो गाउँ हो र अहिले चाहिँ म घाँस लिन जाँदैछु। हेर्न सक्नुहुन्छ तपाईँहरू। त्यसपछि अब म चाहिँ यहाँबाट अब बारीमा गएँ। त्यहाँ मम्मीले घाँस काट्दै हुनुहुन्थ्यो। त्यो घाँस काटेको चाहिँ अब लिएर गएँ। म आफ्नो रुम गोठमा लिएर गएर राखेँ। सी यु इन द नेक्स्ट डे। बाई बाई।